हेलो गाइज वेलकम टु आवर न्यू भ्लग। आज चाहिँ हामी एकदम कुल मौसम छ अनि हामी पनि एकदम कुल भइरहेको छ कि आज सना स्कुल आइसक्नु भएको छ, भर्खर आउनु भएको। अनि मैले कपडा चाहिँ के गरेको चिना भएर बस्छ हेर नाटक सनाको। अनि सना चाहिँ स्कुलबाट आइसक्नु भएको छ होइन। अनि ड्रेस चेन्ज गरेर चाहिँ हामी चाहिँ अब बाहिर जाँदैछौँ। यहाँ 3 मेम्बर छ, गेस गर्नु ल, गेस गर्नु। यहाँ 3 मेम्बर छ, हामी दुईटा मात्र छैनौँ, 3 जना छ। गेस गर्नुहोस् है, गेस गर्नु ल। म गेस गर्दिनँ, म हिँडेँ। अब गाइज बोल्न पनि दिनु भएन सनाले। अनि मलाई यस्तै हुन्छ क्या आउनु के छ मैले थाहा पाइसकेको छु। अनि हजुरहरूले थाहा पाइसक्यो भने एकजना यहाँ छ। हाम्रो चाहिँ आज 100 च्यालेन्ज रहेको छ। मैले अघि चाहिँ 200 बनाएको थिएँ होइन, 200 च्यालेन्ज भनेको थिएँ। तर अहिले मैले फेरि चेन्ज गरेर 100 च्यालेन्ज गरेको छु होइन। मलाई लुट्न खोजिरहेको, म 500 पहिला 500 भनेको म थिएँ। अनि त्यसरी गाइज हामी आज 100 लिएर चाहिँ हामी बजार जान्छौँ। 100मा चाहिँ हामीले म्याक्सिमम खानु पर्ने हुन्छ है। हामी चाहिँ धेरैभन्दा धेरै खान्छौँ। सर के खान्छौँ होला हामीले केही गेस गरेकै छैनौँ। अब हामी उही बजारमा जान्छौँ र बजारमा गएर हामी गेस गर्ने होइन। हामी उही सोचौँला होइन, गेस भन्दा पनि सोचौँला, हामीले केही सोचेको छैन अहिले। अनि हामी चाहिँ उही बजारमै गएर सोच्ने। अनि हामी चाहिँ के खान्छौँ 100को। अहिले भने हामीले चाहिँ बनेना खान्छौँ। यो चाहिँ 100 भित्र परेन गाइज, यो चाहिँ हामीले पहिले किनेर राखेको थियौँ। अनि अहिले हामी चाहिँ बनेना खाइरहेको छौँ गाइज। 100 ओन्ली 100मा चाहिँ हामी के खान्छौँ त? लेट्स सी 100 च्यालेन्ज। ओके गाइज, म चाहिँ ग्रिन अनि व्हाइट कम्बिनेसन मिलाएर हिँडेछु भने सानीले चाहिँ पर्पल अनि ब्ल्याक, अनि चप्पल चाहिँ पिङ्क, अनि मेरो चप्पल चाहिँ व्हाइट। गाइज हाम्रो चाहिँ यस्तो चाहिँ ड्रेस आजको। ल गाइज हामीले चाहिँ अब भेटिसकेका छौँ। हामीले पैसा खर्च गर्ने ठाउँ यहाँनिर एक ठाउँमा देखेका छौँ। अब हामी यहाँ जान्छौँ गाइज, हेर्दै गर्छौँ है त। बनाइदिनु कतिको पर्छ? कतिको बनाइदिनु? मिनिमम कतिको भन्छ? सस्तोमा भन्नु, सस्तोमा। हाम्रो चाहिँ गेम हो क्या, 40-30 बनाइदिनु ल। खान्छ 100 रुपियाँ च्यालेन्ज गेम हो क्या। हजुर 100 रुपियाँको गेम हो क्या, च्यालेन्ज गेम क्या। भिडियो बनाउनु मिल्छ? बनाउनु न, त्यही त सोचेर बनाउनु पऱ्यो नि होइन। ल हामीले चाहिँ भेटिसकेका छौँ यहाँ खाने ठाउँ। हाम्रो 100 रुपियाँ स्टार्टिङ भएको छ। सना चाहिँ यहाँ बस्नु भएको हो खानको लागि हो। पैसा लिनुहोस्। यहाँ चाहिँ हाम्रो बहिनीको रहेछ, ट्याक्क हामीलाई 30 रुपियाँको बनाइदिनुहुन्छ। पानीपुरी पनि छ, पानीपुरी पनि खाने। 200 क्या मिलिहाल्यो, 2टा आइटम यहीँ मिल्यो हामीलाई। अब यहाँ अरू पनि खान्छौँ। कति भ्याउँछ हाम्रो बजेटमा नि, 100 बजेटमा के आउँछ? भोक लागिरहेको छ, भोक लागेको छ अरे। हामीले हामी बस्यौँ, हामी चाहिँ वेटिङमा छौँ है गाइस। सनाले चाहिँ चटपटी खानको लागि पुरै अनि त्यस पछाडि त त्यसको लागि त अर्को पाए। अनि यही 100 रुपियाँ दिएपछि 20 रुपियाँ फिर्ता आउँछ नि त। त्यहाँबाट फिर्ता आउँदैन त। फेरि अर्को 100 रुपियाँको भएको भए हाम्रो चाहिँ आइसकेको छ। वाउ सो नाइस है। ल खानु त, टेस्ट गर्नु। पानीपुरी बनाइदिनु। यो खाइसकेपछि ल। धेरै दिनुभएछ हौ 30 रुपियाँको पनि। यहाँ राख त, कता मिठो हो। मिठो छ। ल हाम्रो पनि आयो, थ्याङ्क यू। यत्रो धेरै आउँदो रहेछ 20 रुपियाँको त। मलाई दिनु। फिर्ता पनि आउँछ है हामीसँग। 50 भयो ठ्याक्कै, अझै 50 बाँकी। थ्याङ्क यू है।
के हो प्लेन पनि देखेछ र सनाले प्लेन देखाइरहनु भएको यसो बन्द कुन ओइ यता देखाउनु है यता देखाउनु है गाइज हाम्रो 100मा 50 चाहिँ सकिसकेको छ अब 50 चाहिँ बाँकी छ अब 50मा चाहिँ हाम्रो कतिवटा खानेकुरा आउँदो रहेछ हेर्दै जाऊँ है त चक्लेट राखेको छ चक्लेट छ चक्लेट त छैन के छ यहाँ गुलियो के छ रे गुलियो होइन गुलियो चाहिँ ह्याप्पी डेन्स चुइगम छ मकै खुला ढुङ्ग्रीहरू ह्याप्पी डेन्स चुइगम त नखाऊ किटक्याट कति रुपियाँको बल्ल है 20 को पनि छ 40 को पनि छ 20 40 50 20 को दिन दुईटा मलाई के अरे 20 रुपियाँ राख्नु गालामा स्टिकर ए यो नाति भयो 10 रुपियाँ आयो 10 रुपियाँ बाँकी छ आउँछ के खाने के रोल यो 10 मा जे आउँछ त्यही दिन न यो चकलेट कस्तो चकलेट यो कुन खालको छ ए ओरेन्ज 10 को सक्यो त बजेट ल बजेट सक्यो है उबार्नु हुँदैन चार साउन्ड चाहिँ यो चाट होइन अहिले दिउँ न अब त पत्ता हो खानु यहीँ छोडिदिउँ यहीँ छोड्नु भन्दै हुन्छ वा छोडिदिउँ बसौँ त यहीँ यहाँ हेर त यति धेरै सामानहरू त जे खायो नि हुन्छ नि यो सबै खान मिल्छ ल बस बाटो देखेर आएको नमस्ते नमस्ते भाउजू नमस्कार कहाँ हुन्छ बस्नु न त ल गर्नु न यहाँ गाइज अनि हाम्रो चाहिँ यो 100 च्यालेन्ज सकिसकेको छ हामीले चाहिँ के खायौँ होइन अब हजुरहरूले हेरिहाल्नु भयो होला अनि हामी चाहिँ यहाँ भाइको बर्थडे थियो अनि हामी चाहिँ बर्थडेमा आयौँ अनि हामी बर्थडे सेलिब्रेट गर्दैछौँ आज चाहिँ अब हाम्रो यतै हुन्छ अब हामी खाना पनि यतै खान्छौँ अनि हामी दुईजना चाहिँ अहिले हामी यहाँ सकेपछि घरै जान्छौँ गाइज अनि हाम्रो आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई मन पऱ्यो भने हाम्रो भिडियोलाई लाइक गरिदिनु होला हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला गाइजहरू हेर्नुहोस् हाम्रो बर्थडे पनि एकदम धुमधाम तरिकाले होइन सेलिब्रेट गरियो अनि के भन्न चाहन्छु भने अन्तिममा आएर ह्याप्पी बर्थडे टु यु रियान भन्न चाहन्छु है रियानको चाहिँ अब बर्थडेको उपलक्ष्यमा धेरै पढ्नु ज्ञानी हुनु मस्त रहनु व्यस्त रहनु स्वस्थ रहनु मम्मी बाबालाई खुसी पार्नु है त सबैजनाले हाम्रो सुशान्त भाइलाई आशीर्वाद दिनु होला